समादरणीय दर्शकवृन्द, प्रत्येक शनिबार हामी हाम्रा धर्मशास्त्रमा वर्णित विविध विषयको चर्चा परिचर्चा गर्दै आउँदैछौँ र गएको शनिबार चाहिँ हामीले महाशिवरात्रिका सन्दर्भमा संक्षेपमा चर्चा गरेका थियौं र आज चाहिँ अब हामी क्रमैले आउँदै गरेको जुन देह शुद्धि अथवा भनौं शुद्धिका जुन विषयहरू छन्, विधाहरू छन्, अब कुन कुन कस्ता प्रकारको शुद्धि र ती शुद्धिबाट चाहिँ के कस्ता प्रकारको उपलब्धि हुने, त्यसो क्रम सुरु भइसकेको हुनाले अब हामी चाहिँ त्यसै बारेमा चर्चा राख्दैछौँ र हाम्रो जिज्ञासाको समाधान गर्दै हुनुहुन्छ सहप्राध्यापक जगन्नाथ शर्मा त्रिपाठी। त्रिपाठी गुरु, गएको कार्यक्रममा त हामीले शिवरात्रिको सन्दर्भमा जानकारी गरायौं हाम्रा आदरणीय दर्शक महानुभावहरूलाई र त्यतिखेर पनि त्योभन्दा अघिल्लो कार्यक्रममा चाहिँ देह शुद्धपछि अरू अन्य प्रकारका शुद्धिहरूको बारेमा पनि मैले जिज्ञासा राखेका थिएँ र त्यो जिज्ञासा क्रममा हामीले आजको सान्दर्भिक भनौं आजको सन्दर्भमा यो अर्थसूचीका बारेमा कमाई, शुद्ध कमाई भनौं न, त्यसको बारेमा हाम्रो विचारहरू भनौं छलफल भएको थियो। अब यसैलाई म अगाडि बढाउँदैछु। तब अरू अन्य प्रकारका शुद्धि, देह शुद्धिपछि अब मन शुद्धि अथवा चित्त शुद्धि आदि होलान्, त्यसबारे अलिकति प्रकाश पार्दिने हो कि? अब क्रिया शुद्धि छ। हजुर, देह शुद्धिपछि क्रिया शुद्धि छ। हजुर, अब यो क्रिया शुद्धिले एकातिर हाम्रो चरित्र निर्माण गर्छ, चरित्र क्रिया शुद्धिका आधारमा बन्दछ अथवा बिग्रन्छ। क्रिया शुद्धि भएन भने चरित्र बिग्रियो, क्रिया शुद्धि भयो भने चरित्र सप्रियो। र अब क्रिया शुद्धि भित्र कृत्याकृत्य विवेकले काम गरिरहेको हुन्छ। कुन कृत्य कर्म हो, कुन अकृत्य कर्म हो, दोषयुक्त अकृत्य कर्मबाट विरत हुनु, निवृत्त हुनु र गुणयुक्त कृत्य कर्ममा लागि पस्नु जो हो, यसलाई क्रिया शुद्धि भनेर हाम्रा परम्परामा भनिने गर्दछ। तब क्रिया शुद्धि के हुन् त भनेर लेखाजोखा गर्न सकिँदैन, किनभने हाम्रा सम्पूर्ण जीवनका क्रियाकलापहरू के कति हुन्छन्, एकैछिनपछि हामी के गर्छौं त्यही कुरो हामी भन्न सक्दैनौं भने सम्पूर्ण जीवनभरि हामीले गर्ने क्रियाको लेखाजोखा त गर्न सकिँदैन। तर अब सदसद विवेक लिएर यो सत्कृति हो भनेर विवेकले दिएको कुरा क्रिया शुद्धिभित्र पर्यो। अब यो चाहिँ असत हो भनेर हाम्रो विवेकले छुट्याइदिएको कुरा क्रिया दूषणभित्र पर्यो। त्यसकारण यहाँनिर एउटा कुरो स्मरण गर्नु हामीले के पर्छ भने हामीलाई गुरुको आवश्यकता पर्दैन। हामीले आफ्नो आत्मालाई, त्यो चित्तका वृत्तिहरूलाई एकछिन दमन गरेर शुद्ध चित्तले आत्मालाई प्रश्न गर्यौं भने सही उत्तर आत्माबाट हामीले पाउँछौं। त्यसकारण सर्वोपरि हाम्रो गुरु को हुन्छ भने हाम्रो आत्मा हुन्छ। एउटा ज्यान मारेर जेलमा गएर बसेको मान्छेलाई त्यहाँ गएर उसलाई सोध्ने हो भने उ त ज्यान मारेर आएको छ, तिमीले यो राम्रो काम गरिया हौ त भनेर सोध्ने हो भने तिमी छातीमा हात राखेर भन त भनेर भनिदिने उसलाई, छातीमा हात राखेर भन त यो तिमीले गरिया काम राम्रो हो कि होइन भनेर सोध्ने हो भने त्यो ज्यान माराले मैले ठिक गरेँ भनेर भन्दैन, किनभने उसको आत्माले तैँले नगर्ने काम गरिस् भनेर गाली गरिरहेको हुन्छ सधैँभरि उसलाई। अब उसले अरू कुरालाई दोष दिन्छ, के गर्नु मेरो रिसै नराम्रो, त्यो क्रोधको उसमा आएर मैले यसो गरेँ, गर्नुहुने काम होइन, बर्बाद गरेँ, मैले ठुलो पाप गरेँ, यो जेलले मात्र मेरो पाप काटिँदैन भनेर ऊ अब त्यहाँ ऋण कराउन थाल्छ। यसको अर्थ के हो त भने प्रत्येक मानिसलाई आत्माले सत शिक्षा दिइरहेको हुन्छ। सत्कर्ममा तिमी प्रवृत्त हौ, असत कर्मबाट निवृत्त हौ भनेर भनिरहेको हुन्छ। तर त्यसलाई ढाकिदिन्छन् हाम्रा चित्तवृत्तिहरूले
अरू वृत्तिहरू छन्, काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य इत्यादिहरूले ढाकिदिन्छन् र अनि आत्माले नदेखाएको बाटो, आत्माले नरोजेको बाटो, आत्माले शिक्षा नदिएको बाटो हामी हिँड्छौं र हामीबाट क्रिया दूषणहरू पैदा हुन्छन्। र वास्तवमा ती वृत्तिहरूलाई काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य यिनलाई शत्रु भनिन्छ हाम्रो परम्परामा। ती शत्रुहरू हामी भित्रै रहेका छन् र बाहिर खोज्न जानु पर्दैन। हामीलाई कुकृत्यतिर लगाउने, कर्मशुद्धि हुन नदिने तिनै शत्रुहरू हुन् र ती शत्रुहरूलाई दमन गर्न सकियौं हामीहरूले यदि भने हाम्रो क्रियाशुद्धि स्वतः हुन्छ। श्रीमद् भागवतमा षट सपत्न भनेर भनिएको छ यी 6 वटा वृत्तिहरूलाई। सपत्न भनेका शत्रुहरू। या षट सपत्नान विजिगी समानो गृहेषु निर्विश्य यतेत पूर्वम। अब यी 6 वटा शत्रु जित्नलाई वनमै पर्नुपर्छ, टुपी नै काट्नुपर्छ, खरानी नै घट्नुपर्छ भन्ने केही छैन। प्रश्न त अब आयो, यिनीमाथि विजय कसरी हासिल गर्ने त? कसरी हासिल गर्ने कसरी जित्ने भन्दाखेरि त्यहाँ मनशुद्धिको आवश्यकता पर्यो। त्यहाँनिर मनशुद्धिद्वारा अब यिनलाई यतेत पूर्वम यतेत गृहेषु निर्विश्य, गृहस्थमै रहेर पनि यत्न गर्नुपर्छ। यिनीहरूलाई जित्न सकिन्छ, यिनमाथि विजय प्राप्त गर्न सकिन्छ। जब यी वृत्तिहरूबाट विजय प्राप्त गर्न सकिन्छ यिनमाथि, त्यस बेला हामीहरूबाट कहिल्यै पनि असत् कर्म हुँदैन। र जब सत्कर्ममा मात्र हाम्रो प्रवृत्ति हुन्छ र असत् कर्मबाट पुरै हामी निवृत्त हुन्छौं, त्यस परिस्थितिमा हाम्रो पूर्ण रूपमा क्रियाशुद्धि बन्दछ। र हामीले गरेका क्रियाकलापबाट कसैलाई पीडा नहोस्। अब सजिलो भाषामा भन्ने हो भने कसैलाई पीडा नहोस्, हामीले गरेका क्रियाकलापबाट कसैको हानि नहोस्, यस्तो विचार गरेर अनि कुत्सित भनिएका कर्महरूबाट सधैँ हामी विरत रहौं, यस्तो भावना लिएर जब हामी क्रिया गर्दछौं त्यस बेला हाम्रो सम्पूर्ण रूपमा क्रियाशुद्धि हुन्छ। अब त्यो मनले हामीलाई तान्दछ बेला बेलामा अशुद्धितर्फ, त त्यस बेला अब त्यो मनलाई त्यो अशुद्धितर्फ तान्ने गराउने पहिले उल्लेख गरिएका 6 वटा वृत्ति, काम वृत्ति, क्रोध वृत्ति, लोभ वृत्ति, मोह वृत्ति, मद वृत्ति, मात्सर्य वृत्ति, यी 6 वटा वृत्तिहरूले हाम्रो मनलाई धमिल्याइदिन्छन्। र त्यो धमिलिएको मनले गन्तव्य पथ पहिल्याउन सक्दैन अनि हामीबाट कर्मशुद्धि हुन सक्दैन। त्यसकारण गीतामा बडो मार्मिक ढंगले यो परम्परा, अनर्थ परम्परा को उल्लेख गीतामा, श्रीमद् भगवत गीतामा पाइन्छ। ध्यायतो विषयान् पुंस संगस्ते सुपजायते संगात संजायते काम कामात् क्रोधो विजायते क्रोधात् भवति सम्मोह सम्मोहात् स्मृति विभ्रम स्मृति भ्रंशात् बुद्धिनाशो बुद्धिनाशात् प्रणश्यति। त्यो यति मिठोसँग एकै ठाउँ ल्याएर त्यो परम्परा पहिले त्यो दूषणको मूल के रहेछ भने विषयको ध्यान। त्यो कुनै विषय त्यो वस्तु त त्यसलाई प्राप्त गर्न पाए भनेर अब आज सम्झियो, भोलि सम्झिन मन लाग्यो, पर्सि सम्झिन मन लाग्यो, दिनपिछे सम्झिएपछि अब सङ्ग भयो। त्यो अब सङ्ग भइसकेपछि, त्यो मानसिक सङ्ग भइसकेपछि त्यसलाई प्राप्त गर्ने काम हो। अब त्यहाँनिर इच्छा जाग्यो। अब त्यो इच्छा पूरा नहुँदा क्रोध जाग्यो। कामा क्रोधो विजायते। अब अर्काको सम्पत्ति लिने इच्छा हुँदैमा त्यो लिन जाँदा सम्पत्तिवालाले चुप लागेर लैजान दिन्छ र उसले त बाधा उपस्थित गराउँछ। अब त्यो बाधाले गर्दा क्रोध जागृत भयो। अब क्रोध जागृत भइसकेपछि सम्मोह लाटियो। त्यो रिसाएको बेला मान्छे कर्तव्य सारा भुलिदिएको हुन्छ नि उसले। सम्मोह, अब सम्मोहमा परिसकेपछि त्यो लाटिएपछि किम कर्तव्य विमूढ भन्छ नि, स्मृति भ्रंश भयो। अब स्मृति भ्रंश, म के हुँ, कहाँ छु, मेरो कर्तव्य के हो, म अहिले के कर्तव्यमा अघि बढिरहेको छु, यो सम्पूर्ण कुरा बिर्सनु नै स्मृति भ्रंश भयो।
अब स्मृति भ्रंश जसो भएको छ उसको बुद्धिको त लेसै त्यहाँ रहेको हुँदैन। अब बस बुद्धिका भरमा जिउने बाँच्ने प्राणी बुद्धिनाश भइसकेपछि त अब बाँकी नै केही रहेन। त्यसकारण अब यो कर्मशुद्धिको मूलमा यी 6वटा वृत्तिहरू रहेका छन् र यी 6वटा वृत्तिहरूलाई अधीनमा राखेर हामी आफ्नो व्यवहारमा लाग्यौं भने हाम्रो कर्मसिद्धि स्वतः हुन्छ।